नमस्कार, म धीरज देवकोटा। गगन थापाज्यू, तपाईँ त त्यही दिन सकिसक्नु भएको, जुन दिन तपाईँले बाख्रा बेचेर खानुभयो, जुन दिन तपाईँले एमसिसी पास गर्दै गर्दा यदि अमेरिका सेना यो देशमा आयो भने मेरो चाहिँ 4 पाटे मोडेर चाहिँ थानकोट कटाइदिनु भन्नुभएको थियो। तपाईँमाथि देशले ठुलो आशा गरेको थियो, तर तपाईँले जुन शैलीमा जानुभयो, जुन प्रवृत्ति देखाउनुभयो, तपाईँले जनताका आशा भरोसामाथि त्यतिखेर कुठाराघात गरिसक्नु भएको थियो। आज तपाईँले पार्टीको चाहिँ सभापति पदबाट राजीनामा दिनुभयो भन्ने कुरा चाहिँ सामाजिक सञ्जालमा आएको छ। तपाईँले राजीनामा दिएर मात्र काफी छैन। तपाईँको हारको प्रमुख कारण ती दुईटा मात्र होइनन्। तेस्रो प्रमुख कारण तपाईले जुन तरिकाले रवि लामिछानेमाथि प्रतिशोध साध्नुभयो। यदि रवि लामिछाने आयो भने म देशको प्रधानमन्त्री बन्न सक्दैन, यो देशको अघिल्लो प्रधानमन्त्री चाहिँ मनै हो, दावेदार मनै हो, कुनै पनि हालतमा रवि लामिछानेलाई सिधाउनु पर्छ भनेर तपाई लागिरहनु भएको थियो नि। त्यसैको पाप लागेको तपाईलाई, तपाईले जे गर्नुभयो अतीतमा त्यसको पापको भार अझै तपाईलाई चाहिँ पुगेको छैन। तपाईले राजीनामा दिएर मात्र पुग्दैन, तपाईले रवि लामिछानेमाथि गरिएको प्रतिशोधको पनि जिम्मा लिनुपर्छ र कानुनी कठघरामा तपाई उभिनै पर्छ। यदि तपाई इमानदार हो, यदि तपाई देशप्रेमी हो भने तपाईले यो देशको अवस्था व्यवस्था र चाहिँ पार्टीमा, तपाईको पार्टीमा भएका गतिविधिहरू तपाईले प्रकाशमा ल्याउनु पर्थ्यो। तपाईले उल्टै यो देशलाई दलदलमा धकेल्ने, रवि लामिछानेलाई सिध्याउने खेलमा चाहिँ तपाई लाग्नुभयो। अब नेपाली जनताले तपाईलाई यो चाहिँ नेपाली कांग्रेसको चाहिँ सभापति पदबाट राजीनामा दिँदैमा चाहिँ उन्मुक्ति दिनेवाला छैनन्। तपाईले यत्रो 2-2.5 वर्ष जुन चाहिँ सदनमा चाहिँ खेल देखाउनु भो, तपाईले आफ्नो निस्वार्थका लागि खेल देखाउनु भो, यो देशको चाहिँ उर्वर समय तपाईले चाहिँ बर्बाद गर्नुभयो। तपाईका कारणले, तपाईका स्वार्थका कारणले यदि रवि लामिछाने आए भने, यदि रवि लामिछाने फुल्यो भने चाहिँ तपाईको चाहिँ राजनीतिक, तपाईको भविष्य, तपाईको चाहिँ प्रधानमन्त्री बन्ने इच्छा चाहिँ स्वाहा हुन्छ भनेर तपाई जुन तरिकाले लाग्नु भएको थियो, अब त्यसको फल तपाईलाई चाहिँ नभोगी हुने छैन। नेपाली जनताले तपाईले चाहिँ माफ गर्ने छैनन्। जुन समय तपाईको स्वार्थका कारण बर्बाद भएको छ त्यसको भरपाई तपाईले गर्नुपर्छ। तपाई कानुनी कठघरामा उभिनै पर्छ। तपाईलाई नेपाली जनताले छोड्नेवाला छैनन्। यो देशको कानुनले छोड्नेवाला छैन। तपाई कानुनी कठघरामा उभिनै पर्छ। आज तपाईले राजीनामा दिनुभयो, अब जिम्मेवारी लिनुस्। यो देशको समय बर्बाद गरेको, यो देशमाथि विभिन्न किसिमका चाहिँ कुराहरू थोपेको, एमसिसी देखि अनेक किसिमका प्रतिशोधका कुराहरू जुन तपाईले चाहिँ आफ्नो पार्टीलाई गलत गर्दै गर्दा पनि चाहिँ केही नबोलेर तपाईले साथ दिनुभयो, त्यसको फल पनि तपाईले चाहिँ भोग्न पर्छ। तसर्थ यो राजीनामा काफी छैन। तपाई प्रतीक्षा गर्नुस्, कानुनको डण्डा तपाईसम्म पुग्नेछ, कानुनको हात तपाईसम्म पुग्नेछ। तपाईलाई कानुनी कठघरामा नउभाएसम्म यो देशको कानुनले चाहिँ विश्राम लिने छैन।